समय कहिलेकाहीँ यति निष्ठुरी बन्छ कि यसले हामीलाई सम्हालिने मौका समेत दिँदैन। एउटा हाँस्दै खेल्दै गरेको जिन्दगी र एउटा सुखी परिवारको खुसी कसरी एकै पलमा खरानी बन्न सक्छ त्यो कसैले पनि सोचेको हुँदैन। जिन्दगी र मृत्युको बिचमा कति दूरी हुन्छ? सायद एक सासको या सायद एक कदमको। रूपन्देहीको कञ्चन बालिका बाहिर बाक्लो हुस्सु र सिरेटो चलिरहेको थियो। जाडो यति थियो कि साँझ पर्न साथ गाउँलेहरू आफ्नो घरभित्र न्यानो ओछ्यानमा पस्ने तयारीमा हुन्थे। तर त्यो गाउँको एउटा यस्तो घर थियो जहाँ त्यो रात न त आगो बलिरहेको थियो न त कोही निदाउनै सकेका थिए। त्यहाँ बास एउटा चिसो डरले मुटु कामिरहेको थियो। त्यो घर थियो अर्जुन पौडेल र रमा पौडेलको। घडीको सुई टिक 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 गरेर अगाडि बढिरहेको थियो। तर त्यो दिन उनीहरूको समय भने त्यहीँ रोकिएको थियो। उनीहरूको आँखा बारम्बार ढोकातिर गइरहेको थियो। कान मोबाइलको घन्टी बज्छ कि भनेर चनाखो भएको थियो र मनमा हजारौं नराम्रा ख्यालहरू अपशकुनहरू खेलिरहेको थियो। किनकि उनीहरूको 17 वर्षको एक्लो छोरा बुढेसकालको सहारा ईशान अझै घर फर्किएका थिएनन्। हामी सोच्छौँ यस्ता मारकाट यस्ता हत्या हिंसा त सिनेमामा या फिल्ममा मात्र हुन्छ वा ठुला सहरहरूको अँध्यारो गल्लीहरूमा हुन्छ जहाँ अपराधीहरूको राज चल्छ। तर जब आफ्नै घर नजिकको लगभग 100 मिटर दूरीको नालीमा हिजोसम्म हाँसी खुसी हिँडिरहेको कलिलो ठिटोको विवस्त लास भेटिन्छ तब एउटा प्रश्नले सिङ्गो समाजको सातो खान्छ। त्यो प्रश्न हो के अब हाम्रा छोराछोरी आफ्नै आँगनमा पनि सुरक्षित छैनन्? स्वागत छ तपाईँलाई द नेपाली फाइलमा। आज हामी त्यो रातको अँध्यारो चिर्ने कोसिस गर्नेछौँ। एउटा सपनाको हत्याको घटना र एउटा बुवाले आफ्नो छोराको चितामा दागबत्ती दिँदै गरेको त्यो भयानक पलको घटना। आउनुहोस् कुरा गरौँ हालै भएको दुःखद घटनाको ईशान शर्मा पौडेल मर्डर केस। आखिर को थिए त ईशान? यो घटनाको गहिराई बुझ्न हामीले पहिला ईशानलाई चिन्नुपर्छ। 17 वर्ष यो उमेर भनेको सपना देख्ने उमेर हो। भर्खरै एसिसकेर स्कुलको युनिफर्म छोडेर कलेजको नयाँ रङ्गीन दुनियाँमा पाइला टेक्दै गरेको एउटा किशोर जसको आँखामा भविष्य थियो, मनमा उत्साह थियो। बुद्धदीप बोर्डिङ स्कुलमा क्लास 11 मा पढ्ने ईशान पढाइमा मात्र होइन व्यवहारमा पनि उत्तिकै नै अब्बल थिए। उनी आफ्ना बुवा आमाको एकमात्र छोरा थिए। उनको एउटा दिदी हुनुहुन्थ्यो जसले भाइलाई आफ्नो छोरा जस्तै माया गर्थिन्। दिदीभाइको त्यो सम्बन्ध त्यो माया आज सम्झना मात्रै भएको छ। एक्लो छोरा, तपाईँ कल्पना गर्न सक्नुहुन्छ एउटा मध्यम वर्गीय नेपाली परिवारको एक्लो छोरा हुनुको अर्थ के हो? बुवा अर्जुन पौडेलको लागि ईशान छोरा मात्र थिएनन्, ऊ अर्जुनजीको सिङ्गो भविष्य थियो। उहाँले देखेका हरेक सपना, उहाँले गरेको हरेक दुःख र सङ्घर्षको प्रतिफल थियो ईशान। बुढेसकालको लौरो र वंश धान्ने आधार थियो ईशान। आमा रमाको लागि त ईशान नै उनको संसार थियो। बिहान उठ्दा छोराको मुख हेरेर दिन सुरु हुन्थ्यो र राति छोरा निदाएपछि उनको दिन सकिन्थ्यो। उनका साथीभाइ र टिचरहरूको बयान अनुसार ईशान आजको जमानाको बिग्रेका केटाहरू जस्ता थिएनन्। न त कुनै झैझगडामा पर्थे, न त कुनै कुलतमा फसेका थिए, न चुरोट, न रक्सी, न नराम्रो सङ्गत नै। ऊ सधैँ हँसिलो, मिलनसार र आफ्नो पढाइमा ध्यान दिने स्वभावका थिए। र एउटा चाखलाग्दो कुरा, उसले तेक्वान्दो पनि सिकाउने गर्थ्यो। यसको अर्थ ईशान शारीरिक रूपमा पनि कमजोर थिएनन्, उनलाई सेल्फ डिफेन्स पनि आउँथ्यो। तर जसले पछाडिबाट वार गर्छ वा विश्वासघात गर्छ त्यहाँ बलले मात्र काम गर्दैन रहेछ। अझ गाउँलेहरूको अनुसार त त्यो बाबु बाटोमा हिँड्दा पनि आफ्नै सुरमा हिँड्थ्यो। ठुलालाई आदर र सानालाई माया गर्थ्यो। कसैसँग ठुलो स्वरले बोल्दैन थियो। सबैलाई सम्मान गर्थ्यो। सबैको प्रिय थियो। आखिर यस्तो सोझो केटाको कसैसँग के नै दुश्मन हुन सक्थ्यो र? कसको मनमा यति धेरै विष भरिएको थियो कि उसले ईशानलाई यति क्रूर मृत्यु दिन चाहेको थियो? तर सायद ईशानको यही सोझोपन नै उसको कमजोरी बन्यो कि? के उसले कसैलाई धेरै विश्वास गरे? के उनले साथीको भेषमा लुकेको शत्रुलाई चिन्न सकेनन्? यो प्रश्नको उत्तर त्यो कालो बुधबारको रातिसँग जोडिन्छ। घटना भएको दिन पुस 2 2082, पुसको महिनाको एक बुधबार। सधैँ उनी बिहान कलेज जान्थे। त्यस दिन पनि सधैँ झैँ उनी कलेज गए। साथीहरूसँग खेले, हाँसखेल गरे र करिब 10:30 बजे कलेजबाट फर्किएर गाडीबाट झरेर मम्मीले ट्रेनिङ दिने ठाउँ गए र त्यहीँ आफ्नो कलेजको लुगा फेरे र मम्मीले खाना दिनुभयो र त्यो खाना खाएर एकछिन मोबाइल चलाउँदै उनी सुते। त्यसपछि उठेर उनीले मम्मीलाई म पेपर फोटोकपी गर्न जान्छु है, मेरो साथीहरू आए भने गयो बाबु त भनिदिनु होला है भने। केही समयपछि उनका साथीहरू ईशानलाई खोज्दै आए र सोधे, ईशान खै त आन्टी?
र उनको मम्मीले इसान त गयो भन्नुभयो। त्यसपछि केही समयपछि इसान घर आए, गफ गरे अनि तेक्वान्दो सिकाउन जाने तयारी गरे। उनले करिब 40 जना जतिलाई तेक्वान्दो सिकाउँथे। तेक्वान्दो सिकाएर लगभग उनी 5:30 बजे घर फर्किए। साँझ पर्यो। इसानको जुनून फिटनेसमा पनि थियो। उनलाई जिम जोइन गरेको धेरै भएको थिएन, जम्मा 2 दिन मात्र भएको थियो। उनीमा नयाँ उत्साह थियो, शरीर बनाउने सपना थियो। आफ्नो सपना पूरा गर्न उनी साथी सुशीलसँग एक जोड जुत्ता लिएर जिमतिर निस्किए। यहाँ ध्यान दिनुस् है, जिममा एक्सर्साइज गरे, शरीर थाकेको होला तर उनको मनमा आनन्द थियो। रातको समय हुँदै गयो। घरमा आमा कुरिरहनु भएको थियो, घडीको सुई चलिरहेको थियो र रात छिप्पिन थालेसँगै आमाको मनमा अलिकति चिन्ता पर्यो। उनको मम्मीले इसानलाई कल गर्नुभयो। उताबाट इसानले फोन उठाए। आमाले सोध्नुभयो, बाबु कतिखेर आइपुग्छौ, ढिला भएन अलि? उताबाट इसानको आवाज आयो, त्यो आवाज जुन आमाले फेरि कहिले सुन्न पाउने थिएनन्। इसानले भने, मम्मी म आइपुग्न लागे, आज एक्सर्साइज पनि अलि धेरै भयो क्या, त्यही भएर अलि ढिला भयो। त्यति सुनेर आमाको मनमा शान्त भयो र ल चाँडै आऊ भन्दै फोन राख्नुभयो। तर त्यो फोन कल नै अन्तिम कल बन्न पुग्यो। अब इसानको घर केही मिनेटको बाटो मात्र थियो। 10 मिनेट भयो, 20 मिनेट भयो, तर पनि इसान घर आइपुगेनन्। सायद परिवारले इसानलाई कल गर्ने कोसिस पनि गर्यो होला, सायद उनको फोन उठेन या स्विच अफ भन्यो होला। अब यो केसमा धेरै डिटेल नपाएको हुनाले त्यसपछि के भयो भन्ने कुरा प्रष्ट अलि छैन। तर के तपाईँ त्यो रात ती बुवा आमाको मनस्थिति कल्पना गर्न सक्नुहुन्छ? हरेक आहटमा लाग्थ्यो होला, ए इसान पो आयो कि, तर घरको ढोका खुलेन। पारिवारिक स्रोत र पुलिसको अनुसार सीसीटीभी फुटेजमा हेर्दा इसान अघिल्लो चोकसम्म आउँदै गरेको देखिन्थ्यो। त्यो चोकबाट केही दूरीमा मात्र थियो उनको घर। तर आखिर कहाँ गायब भयो त इसान? आखिर चोक र घरको बीचमा के भयो? कुन शक्तिले रोक्यो उसलाई? कसले छोप्यो त्यो सपनालाई? रात बित्यो। आमा बुवाको आँखामा निन्द्रा परेन, तर त्यो कालो रातले भोलिपल्ट अझै ठुलो ट्रेजेडी ल्याउँदै थियो। पौष 3, 2082। इसानको घर नजिक एउटा नाली थियो र भोलिपल्ट केही स्थानीय मानिसहरूले त्यो ड्रेनमा केही अनौठो देखे। नजिक गएर हेर्दा उनीहरूको सातो गयो। त्यहाँ एउटा मानिसको शरीर निष्प्राण अवस्थामा थियो। त्यो शरीर अरू कसैको नभई 17 वर्षको इसानको थियो। उनको दिदीको अनुसार इसानका साथीहरू घर आए। उनीहरूको हातमा मोबाइल थियो र मोबाइलमा एउटा फोटो पनि थियो। साथीहरूले डराउँदै त्यो फोटो देखाए। फोटोमा एउटा जुत्ता देखिन्थ्यो। साथीहरूले सोधे, यो तिम्रो भाइको जुत्ता होइन र? इसानको दिदीले त्यो जुत्ता चिन्नुभयो। आफ्नै भाइको जुत्ता चिन्दा दिदीको मनमा सायद आश पनि त आयो होला, भाइ भेटिन्छ कि भनेर। त्यसपछि दिदी आत्तिँदै त्यो साथीले देखाएको ठाउँमा दौडिनु भयो र करिब घरबाट 100 मिटरको दूरीमा एउटा कुलो थियो। नजिक गएर हेर्दा दिदीले देख्नुभयो एउटा जुत्ता नालीबारी थियो र अर्को जुत्ता नालीपारी। त्यसरी जुत्ता देख्दा दिदीलाई एकछिन भयो नि कि मेरो भाइ यहीँ कतै छ होला भनेर आशा आयो। दिदीले त्यो फोहोर नालीमा हेर्नुभयो र त्यहाँ एउटा लास थियो। हात कमाउँदै नजिकबाट हेर्दा त्यो उनको भाइ इसानकै लास थियो। त्यसपछि पुलिस घटनास्थलमा पुग्यो। वरिपरि सिल गरियो। गाउँलेहरूको भिड जम्मा भयो र जब इसानको बुवा अर्जुनजी त्यहाँ जाँदै हुनुहुन्थ्यो, सायद उहाँले भगवानसँग अन्तिम प्रार्थना गर्नुभएको थियो होला, बास यो मेरो छोरा नहोस्। तर नियतलाई कसले जित्न सक्छ र? लासको अवस्था हेर्दा प्रष्ट हुन्थ्यो यो सामान्य मृत्यु थिएन। टाउकोमा गहिरो चोट, शरीरमा मार्न अगाडि सङ्घर्षको दागहरू थियो र एउटा आँखा पनि फुटाइएको थियो। इसानलाई मारिएको थियो एकदम क्रूरतापूर्वक र मारेर फोहोर नालीमा हालिएको थियो। सोच्नुस् त एउटा मान्छे कतिसम्म निर्दय र पागल हुन सक्छ कि एउटा कलिलो केटालाई मारेर यसरी फ्याँक्न सक्ने? पोस्टमार्टम पछि इसानको शव देख्नेहरूको मुटु काम्यो। जुन घरको आँगनमा इसान खेलेर हुर्किएका थिए, आज त्यही आँगनमा उनको सेतो कात्रो ओढाइएको शव लडिरहेको थियो। आमा रमाको होस थिएन। उहाँ पटक पटक छोराको मुख सुमसुमाउँदै भन्नुहुन्थ्यो, बाबु उठ न, उठ त बाबु। यो दृश्यले त्यहाँ उपस्थित पुलिस जवानहरूको समेत आँखा रसिलो भएको थियो। अब हाम्रो संस्कारमा भनिन्छ नि, छोराले बुवालाई दागबत्ती दिन्छ र बुवाको मुक्तिको बाटो खोल्छ। यो प्रकृतिको चक्र हो। एउटा बुवाको लागि योभन्दा ठुलो गर्व र शान्ति केही हुँदैन कि उसको अन्तिम संस्कार उसको छोराले गरोस्। तर यहाँ प्रकृतिको नियम नै उल्टियो। यहाँ एउटा दुखी बुवाले आफ्नो जवान छोरालाई लास काँधमा बोक्नु पर्यो। सोच्नुस् त त्यो काँध कति गरुङ्गो भएको होला। जब बुवा
अर्जुनले काँप्दै गरेको हातले आफ्नो छोरा, आफ्नो वंश, आफ्नो भविष्यको चितामा आगो लगाउनु भयो। त्यो आगो ईशानको शरीरमा मात्र होइन, अर्जुन र रमाको जिन्दगीमा पनि लाग्यो। एउटा यस्तो आगो जुन अब कहिले निभ्ने छैन। अब हामीले प्रश्न गर्नुपर्छ, को हो त्यो हत्यारा र किन? रूपन्देही पुलिस प्रमुख एसपी प्रदीप केसीको नेतृत्वमा अहिले अनुसन्धान भइरहेको छ। पुलिसको प्रारम्भिक रिपोर्ट र घटनास्थलको प्रकृति, नेचर अफ क्राइम हेर्दा केही गम्भीर कुराहरू बाहिर आएका छन्। पहिलो, लासलाई नालीभित्र हालेर माथिबाट कभर गरिएको थियो। अपराधी चाहन्थे कि लासलाई छिट्टै नभेटियोस् ताकि उनीहरूलाई भाग्न वा सबुत मेटाउन समय मिलोस्। यो काम होसियारपूर्वक या होसियार अपराधीले गरेको थियो। दोस्रो, प्री प्लान्ड हत्या। पुलिसको अनुसार यो आवेशमा आएर गरिएको हत्या होइन जस्तो देखिन्थ्यो, किनकि शवलाई लुकाउने प्रयास गरिएको छ। नालीमा फ्याँक्नुको उद्देश्य नै घटनालाई दबाउनु वा समय लम्ब्याउनु हो र शरीरमा हतियारको प्रयोगले पनि तयारीपूर्वक मारिएको जस्तो देखिन्छ। र तेस्रो रहेको छ कल डिटेल, CDR को रहस्य। अहिले पुलिसको सम्पूर्ण ध्यान ईशानको मोबाइलमा छ। अन्तिम कल कसको थियो, अन्तिम मेसेज कसले पठायो र ईशानको मोबाइलको लोकेसन ठ्याक्कै कहाँ कहाँ गएको थियो भन्ने। पुलिसको प्रारम्भिक टोलीले टावर लोकेसन ट्रेस गरिरहेको छ। अपराधी जतिसुकै चलाक भए पनि प्रविधिले उसलाई छोड्ने छैन। तर यति मात्र होइन, यहाँ स्थानीयहरू एउटा अर्को शङ्का पनि गर्छन्। ईशान हराएको लगभग 22 घण्टासम्म शव किन भेटिएन? शव भेटिएको ठाउँ धेरै टाढा पनि त थिएन, कुनै जङ्गलमा पनि त थिएन। के हत्या अर्कै ठाउँमा गरेर राति शव त्यहाँ ल्याएर फालिएको थियो? यदि यसो हो भने अपराधीहरूसँग साधन, स्रोत र जनशक्ति थियो। के यो कुनै ग्याङको काम हो वा लागु औषध प्रयोगकर्ताहरूको समूह? कञ्चन गाउँपालिकाका बासिन्दाहरू त्रसित छन्। उनीहरू भन्छन् पुलिसले साना मान्छेलाई मात्र होइन, घटनाको मुख्य योजनाकारलाई समात्नुपर्छ। साथीहरू, ईशान अब हामी समाज छैनन्। उनको हाँसो, उनको सपना र उनको भविष्य सबै त्यो नालीमा बगेर गयो। तर उनको परिवारको आँसु अझै पनि सुकेको छैन। आज रूपन्देहीले मात्र होइन, सिङ्गो देशले नै प्रश्न सोधिरहेको छ, ईशानको गल्ती के थियो? के सोझो हुनु गल्ती हो? के साथीलाई विश्वास गर्नु गल्ती हो? यो घटना एउटा चेतावनी पनि हो। हाम्रो किशोर छोराछोरीहरू, उनीहरूको सङ्गत र उनीहरूको सोसल मिडिया गतिविधिमा अभिभावकले ध्यान दिन जरुरी छ। हामी रूपन्देही पुलिस प्रशासनलाई आग्रह गर्छौँ, यो फाइललाई धुलो जम्न नदियोस्। अपराधी जोसुकै होस्, चाहे त्यो साथी होस्, चाहे आफन्त होस् या कुनै शक्तिशाली व्यक्ति नै होस्, उसलाई कानुनको कारागारमा उभ्याउनै पर्छ। अर्जुन र रमाजीको त्यो खाली काखले न्याय मागेको छ र त्यो न्याय दिने जिम्मा अब हाम्रो र प्रशासनको हो। तपाईलाई यो घटनाको बारेमा के लाग्छ? तपाईको मनमा लागेको कुराहरू आफ्नो कमेन्टमा लेख्नुहोस्। आखिर उसको हत्या कसले गर्यो होला त? र यो भिडियोलाई यति सेयर गर्नुहोस् कि ताकि यो आवाज सम्बन्धित निकायको कानसम्म पुगोस्। न्यायको लडाई जारी रहनेछ। यो भिडियोलाई यति नै। यो केसमा कुनै अपडेट आयो भने म कमेन्ट सेक्सनमा जानकारी गराउने छु। सतर्क रहनुहोस्, सुखी रहनुहोस्। हस्त, बाई बाई।